लो वेलकम गाइस, कैसे हो आप सभी लोग। वेलकम बैक टू अनदर के हो यो कट्टा लिएको भिडियो। क्या बोला तूने? ल हामी यो के गर्ने हो भने चाहिँ मिलो लिने हो गाइस। सरले हल्का सपोर्ट दिनु होला। एक साइकलमा एक सब्सक्राइब बढाइदिनु होला यार, यति त गर्न सक्छ होला। अच्छा ठीक है, समझ गया। अरे यार क्या हो स्टाइल खराब। बाटो गडबड छ होइन गाइस, अलि त्यही भएर अप्ठ्यारो हुन्छ। त्यही भएर ल अहिले बन्द गर्छ 2 मिनेट्स बाद ल भाइ जा ल बस अन्जो कट्टा कहाँको रोक गाइस देख्न सक्नुहुन्छ यहाँ चाहिँ खतरनाक छ। खतरनाक भन्नाले खतरनाक। अच्छा मोटरसाइकलमा त दुई हाई भनिदिनु त, खै देखाउ हाई भन। हाई भन, हाई हाई भन। रोयलमा युट्युबमा आउनुहुन्छ त्यहाँ ल्याइदियो यो पुरा अगाडि हुने नि यार। हाई 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 गाइस बाटो चाहिँ खतरनाक छ गाइस। गाइस यहाँ बाटो चाहिँ खतरनाक यार क्यामेरा खतरनाक यार। यहाँ बाटो दामी छ। देखा देखा बाटो कस्तो चलाउने बाटो लाउने यहाँ यार पुरा लोटे जस्तो भयो। लोटे जस्तो गाई बाटो छ गाइस। धेरै ठुलो कान भइसकेको छ पुरा। यो साइकलमा धान चाहिँ तल खत्म। बाय बाय, टाटा, गुड बाय, गया। ए राम्रोसँग हाला केटा मजाक होइन नि यार, राम्रोसित सोध्दैन नि गाइस। यहाँ के भयो केही थाहा भएन, एक्कासी निकालिदियो। पुरा खतरनाक सिन भइदिएको छ गाइस। त्यहाँदेखि यहाँसम्म त राम्रोसँग लिएर आउनु थियो, अहिले के भइहाल्यो एक्कासी। कसको नजर लाग्यो गाइस। ए ओके देख्न सक्नुहुन्छ पुरा खत्तम भइसकेको छ गाइस। गाइस हामी यहाँ लोटिसकेको छु, धान पोखिसकेका छु, धान पुगिसकेका छु हामीले। अरे कहना क्या चाहते हो? ए हामीले 2-3 चोटि बनाएको छु। ल यस्तो पुरा वहाँदेखि राम्रोसँग भइरहेको छ। यहाँनिर एक्कासी आएर पुरा यस्तो झर्त्या छ। पुरा केटाहरू दिमाग खराब भइसकेको छ केटीहरूको भन्न चाहिँ केटा। के बोले भाई? अब के बोले? के बोले भाइ? अब के बोले? गाइस वहाँबाट उत्यो भाइ हेर्न छ। हामी चाहिँ हेरेको हेरे भाइ हाई भन्न भयो भाइ यार, धेरै गरिदिल्यो भने एनसी भाइ अन्त हेर्नु भाइ। भाइ चाहिँ चिनीका मान्छे आइसकेका छन्। यता चाहिँ हाम्रो भान्जा त पनि भान्जा गाइज। अब हाम्रो गाडी रेडी हुँदैछ। म कानमा उचाएर लिएर आउने हो गाइज। हेर गाइज हाम्रो गाडी चाहिँ वहाँ गइसकेको छ। बाँकीवाला धान लिएर जाँदैछु। बाय बाय, टाटा, गुड बाय, गया। हाम्रो गाडी रेडी भइसकेको छ। टेक्नोलोजिया गाइस देख्न सक्नुहुन्छ
रिडिम गरेका मिसन कम्प्लिट भयो कम्प्लिट भइसकेको छ गाइस जुटोरो पछाडि कोहीजना बस्छ पछाडि म चलाइदिनु ल अब हामी यहाँ अझ जुगाडी ल अब गाइस जोजना हाम्रो बोकेको थियो नि खस्या थियो नि हो त्यो धान अब हामी बोकेर बेच्ने हो धान ल यो गाडीमा नै गाइस धान के गर्ने केटा त्यो धान त्यो धान बेच्ने ल गाइस बेचिदिने आज अनि बेचेर चटपट गर्ने चटपट एहे रहा नहीं जाता तड़प ही ऐसी है ना मिस्टी मिस्टर हाम्रो ठुलो जसी साइर हान्नुहोस् त मामा हाम्रो 3वटा कट्टा लिएर सब भयो हक्का बक्का हाम्रो कुनाल डन हो छक्का वाह 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 ल दइन गरिदियो ल समाप्त नमस्कार नमस्ते नमस्कार लाइक शेयर कमेन्ट गरिदिनु होला ल बाइ बाइ अर्को भिडियोमा आउने छु को लागि सब्स्क्राइब गरिदिनु होला ल बाइ Subscribe to my channel.